आज हामी कक्षा 10 विषय सामाजिक अध्ययनको एकाइ 4 सामाजिक समस्या र समाधान पाठ 1 मानव बेचबिखन एक गम्भीर सामाजिक समस्या का अभ्यासहरू समाधान गर्नेछौँ। हरेक प्रश्नलाई सरल भाषामा बुझ्दै परीक्षा केन्द्रित तरिकाले समाधान गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सनुहोस्। प्रश्न नम्बर 1, मानव बेचबिखन भनेको के हो? यसबाट बच्न के गर्नु पर्ला? मानव बेचबिखन भनेको मानिसलाई बेच्ने, किन्ने वा शोषण गर्ने उद्देश्यले नियन्त्रणमा लिने, एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा जबरजस्ती काममा लगाउने अपराध हो। नेपालको कानूनले मानव बेचबिखन तथा ओसार पसारलाई अपराध मानेको छ। यसबाट बच्न वैदेशिक रोजगारीमा जानुअघि रोजगारको राम्रोसँग जाँच गर्नुपर्छ। अपरिचित व्यक्तिको प्रलोभनमा पर्नु हुँदैन। पासपोर्ट तथा आवश्यक कागजात सुरक्षित राख्नुपर्छ र शङ्का लागेमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउनुपर्छ। नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैर सरकारी संस्थाले गरेका प्रयासबाट कस्ता उपलब्धि हासिल भएका छन्? नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कानूनी व्यवस्था गरिएको छ। नेपाल प्रहरीले अनुसन्धान र उद्धारका लागि मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना गरेको छ। साथै विभिन्न संस्थाले जनचेतना, उद्धार, संरक्षण, पुनर्स्थापना र सिप विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसबाट मानव बेचबिखन विरुद्ध जनचेतना बढेको छ, पीडितको उद्धार तथा संरक्षणमा सहयोग पुगेको छ र अपराधीमाथि कानूनी कारबाही गर्ने व्यवस्था प्रभावकारी बनाउन सहयोग पुगेको छ। प्रश्न नम्बर 3, मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरू लेख्नुहोस्। व्यक्तिमा पर्ने असरहरू: पहिलो, शारीरिक तथा मानसिक। दोस्रो, स्वतन्त्रता र मानव अधिकार गुम्छ। तेस्रो, आर्थिक तथा सामाजिक शोषण हुन्छ। चौथो, परिवारबाट टाढिनुपर्ने अवस्था आउँछ। पाँचौं, भविष्यप्रति नकारात्मक असर पर्छ। समाजमा पर्ने असरहरू: पहिलो, सामाजिक असुरक्षा बढ्छ। दोस्रो, अपराध र हिंसा बढ्न सक्छ। तेस्रो, परिवार विघटन हुन सक्छ। चौथो, मानव अधिकारको उल्लङ्घन हुन्छ। र पाँचौं, देशको सामाजिक प्रतिष्ठामा नकारात्मक असर पर्छ। प्रश्न: वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी केका लागि हुन्छ र समस्या समाधान गर्न कसले के गर्नुपर्छ? मानव तस्करी प्राय शोषण, जबरजस्ती काम, यौन शोषण तथा अन्य गैरकानूनी फाइदा लिनका लागि हुने गर्छ। र अन्त्यमा यो भिडियो तपाईलाई उपयोगी लागेको छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यस्तै परीक्षा केन्द्रित भिडियोका लागि हामीसँगै जोडिरहनुहोस्।